यो हाइड्रोजेल फ्लेम मैले धेरैजनाको मोबाइलमा हालिदिइसकेको छु। म आज यसको चाहिँ तपाईँलाई यसमा कटिङ गरेर हालेर यसले चाहिँ ओखर फुटाएर देखाउँछु। यो चाहिँ तपाईँको सुनसाइन ब्रान्डको म्याट हाइड्रोजेल फ्लेम हो। धेरैजनालाई थाहा छ, धेरैजनाले हालि पनि सक्नुभएको छ र आज टेस्टिङ पनि गर्दैछ है त, हेर्नु होला है। यो तपाईँहरूको यो ओप्पोको F27 Pro Plus 5G भइहाल्यो। अनि यसमा चाहिँ तपाईँको धेरैवटा ब्रान्डको धेरैवटा मोडलको कटिङ गरेर हाल्न मिल्छ। जस्तै म यो चाहिँ ओप्पोको लागि कटिङ गरेर हाल्दैछु होइन, ओप्पो F27 Pro होइन, यो Pro Plus 5G यो भइहाल्यो। ट्याक्क यसरी कटिङ गरेर हालिदिएँ मैले होइन, यो चाहिँ टेस्टिङ नै हो सर। अब यसरी हुन्छ। धेरैजनाको मोबाइलहरूको चाहिँ कतिको पाइरहेको पनि हुँदैन। यदि तपाईँहरूको फोनको पनि यदि हाइड्रोजेल फ्लेमहरू पाउनु भएको छैन भने चाहिँ ट्याक्क यहाँ आउनु होला। म चाहिँ यसमा यसरी नै कटिङ गरेर हालिदिने गर्छु। र तपाईँहरूको कतिको चाहिँ बाहिरबाट विदेशबाट लिएर आएको फोनहरू नि हुन्छ, त्यसको लागि पनि धेरै युजफुल छ है त। यो मैले हिजो हालेको हाइड्रोजेल फ्लेम हो होइन, यो हेर्न सक्नुहुन्छ। यो मैले अघिल्लो भिडियोमा देखाएको थिएँ। यो चाहिँ म अहिले निकाल्दैछु, हेर्नु त। यो यस्तो भइसक्यो है, यो यस्तो छ। तर यो पाल पर्ने पनि हुँदैन। पाल परेर भित्र गयो भने मात्रै हो स्क्रिन फुट्ने, नत्र हतपत यसले स्क्रिन फुट्न दिँदैन। एकदमै स्ट्रङ छ है त। म हल्का फुल्का सफा गरेर मात्रै ट्याक्क हालिदिन्छु, किनकि मान्छेहरूले चाहिँ यो पातलो छ भनेर कतिलाई चाहिँ पातलो लाग्छ। तर यो पातलो छ, तर मोबाइललाई प्रोटेक्सन गर्ने क्वालिटी दिएको हुन्छ। जुन चाहिँ तपाईँको हाइड्रोजेल फ्लेम भनेको चाहिँ यो चाहिँ तपाईँको फोनमा चाहिँ आउने माथिबाट आउने प्रेसरलाई चाहिँ बाउन्स ब्याक गरिदिन्छ यसले है। त्यो कारणले गर्दाखेरि चाहिँ यसले तपाईँको धेरै प्रोटेक्सन गर्छ। सो मैले यसमा हालेँ। ओके, सो ओके, हेर्न सक्नुहुन्छ है, एकदमै दामी देख्छ है यसको म्याट फिनिसिङ क्वालिटी चाहिँ। हेर्नु होला, स्क्रिन पनि ओके छ। हामीले हिजो पनि जुन टेस्टिङ गरेको थियौँ मजाले चलिरहेछ होइन। हेर्नु होला, अब म यसमा चाहिँ तपाईँहरूलाई ओकर फुटाएर देखाउँछु है त। रेडी फर्स्ट है यो। ओके, हेर्नु है, काहीँ स्क्र्याच आएको पनि छैन। ल कतिको त स्क्र्याच आयो पनि भन्नुहुन्छ होइन, हेर्नु त स्क्र्याच पनि आएको छैन। यो एउटा ओके, यार मैले बेस गरी हालेँ क्या। यो दुईवटा है धुलै पारेको छु है, हेर्नु है। यो हेर्नु होला, यो तिनवटा, एउटा स्क्र्याच पनि आएको छैन, हेर्नु त है। अनि यो चारवटा नो स्क्र्याच। वाउ, यो नो स्क्र्याच, यो नो स्क्र्याच, यो नो स्क्र्याच। यो हेर्नु है, यो ओखरको यो यस्तो धारिलो छ, हेर्नु त। यो अगाडि लिएर देखाइदिउँ त, यस्तो दामी धारिलो आयो होइन। तर यसमा भनेको एउटा स्क्र्याच पनि आएको छैन, हेर्नु त। यदि हजुरहरू पनि हाइड्रोजेल फ्लेम राम्रो क्वालिटीको हालौँ भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ क्षेत्रपाटी चोक बेस्ट मोबाइल एसेसरिजमा आउनु होला। र हामीसँग चाहिँ राम्रो क्वालिटीको जुन कोरियन ब्रान्डको हाइड्रोजेल फ्लेम छ, र यो हजुरहरूले पनि यो हाल्न सक्नुहुन्छ। र यसमा तपाईँलाई चाहिँ ग्लास जस्तै ड्युरेबल हुन्छ है, यो क्वालिटी पनि एकदमै राम्रो हुन्छ है त। सो गाइस, लास्ट टेस्ट चाहिँ गरिहालौँ होइन। यो चाहिँ ड्रप टेस्ट भयो। डिस्प्ले अहिले पनि ओके कन्डिसनमै छ। र म यसलाई चाहिँ एकचोटि यहाँ माथिबाट है, पहिला यति माथिबाट फालेर देखाउँछु, हेर्नु है। डिस्प्ले ओके छ ब्रदर है, हेरौँ है। अलिक यो अब यति माथिबाट साउन्ड बब्बाल छ माथिको, अहिले पनि ओके कन्डिसनमा छ, हेर्न सक्नुहुन्छ है। मजाले चलिरहेछ। अब यति माथि हाइटबाट हेरौँ है त। ओके, हेरौँ है, म तपाईँहरूलाई देखाउँछु। यो एकदम ड्रप टेस्ट पनि भइसकेको छ। तर यति माथिबाट खस्दाखेरि यो हाइड्रोजेलको फ्लेम यो यति चाहिँ फुलेर आएको छ होइन। तर यो केही पनि भएको छैन। र अब यसलाई म निकालेर देखाउँछु, हेर्नु होला है। यो हाइड्रोजेल फ्लेम हामीले निकाल्यौँ होइन, यो भित्रपट्टि हेर्नु है, एकदमै मजाले चलि पनि रहेको छ। र कतै फुटेको त केही स्क्र्याच पनि आएको छैन।